लास्ट टाइम फाइनल मणिचुर दोहाबाट दोहा अरे मैले त मणिचुर दोहाबाट फर्केँ। यस्तो बाटो छ। बाई 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 बाई। हाय बिस्तारै जाउँला केटो। हेर्मेली हेर्नु ल यस्तो टक 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 केटो म भिडियो बनाउँछु लाउनु। राम्रो बाटो छ, राम्रो यस्तो राम्रो ठाउँ ठाउँमा डस्टबिन फोहोर पनि होला यहाँ। डस्टबिन हेर्नुहोस् त पैसा निक्लिन्छ हाम्रो टिकट निक्लिन्छ अनि के टिकट लाग्छ है साथीहरू। 100 रुपियाँ रहेछ एकजना प्रति व्यक्ति 100 रुपियाँ। अनि मोटरसाइकल 150। गाडी कति लियो थाहा छैन, गाडी त कति लियो 300 गाडीको हो बाइकको 150 लिन्छ है, गाडीको 300 रुपियाँ। हेर्नुहोस् त यस्तो वनको बाटो मणिचुर दोहा जाने बाटो यो माथि हो। हामी अहिले पुगेर फर्क्यौँ तर बाटो यस्तो छ। ठाउँ पनि रमाइलो छ, वरिपरि झन्डा हेर्नुहोस्, झन्डा के भन्छ यो लुङदर के भन्छ तामाङ भाषामा यसलाई? तामाङ भाषै आउँदैन। तामाङ भाषा नआउने हेर्नुहोस् त, अझै सिक्नु पऱ्यो नि। तामाङ भयो अनि बाटो हेर्नुहोस्, बाटो दुई भाइ चिल्लो भयो नि भाइ। बाटो चाहिँ यस्तो छ हेर्नुहोस् त, बाटो रमाइलो छ, बाटो राम्रो छ। भिडियो गर्दा गर्दा हामी ओह्रालो झर्दैछौँ दोहा पुगेर। छ जङ्गल अघि त तिमीले खतम बनायो अर्काको है। पछाडि हट्दै थियो ब्याग कुल्च्यो, मोबाइल पनि फोन पनि कुल्च्यो अर्का तिमीले। म चाहिँ भिडियो बनाउँदै थिएँ, भाइले चाहिँ पछि पछि गइरहेको थिएँ, मोबाइल झोला अर्काको कुल्च्यो। वाह बाटो हेर्नुहोस् त, बाटो हाम्रो त ठिकै हो बाटो है। काठमाडौँमा सधैँ धेरै बस्नु हुने मान्छेहरूलाई चाहिँ अलिक गाह्रो छ। हामी त यस्तो बाटो हिँडिरहेको गोरेटो बाटो। हामी त यो बाटो त गाउँमा त भारी बोक्ने धानको भारी त्यो के अरे एक डोको मल गाग्री बोकेर आलु बोकेर कुद्ने बाटो यो हो। यस्तै छ, तर यो त हाम्रो गाउँको भन्दा धेरै राम्रो बाटो होइन केटो? वाह वनै वन, वरिपरि वन, बिचमा बाटो। कति देखाएको टिकट केटो? अब त भोक लागेको छ केटो। हाट वरिपरि वन जङ्गल। यहाँ चाहिँ साथीहरू बाघ आउँछन्, मृग सबै थोक आउँछ। यस्तो वनै वन छ, डरलाग्दो वन। ए केटो कहाँ हो? ए सुगाउनु लाग्यो केटोले। हामी यतै वनतिरै आउँदैछु ल है। हामी वनको बाटोमा हिँड्दैछौँ। हजुर अब त धेरै छैन, 3-4 मिनट 5 मिनट लाग्छ होला। लाग्छ नि, उकालो छ ठाडो। हिँडै त्यस्तो आफू त बल्ल पुग्यो।
राम्रो बाटो आयो राम्रो हाम्रो बाटो आयो मणिचुर दह पनि घुमियो आज हेर्नुहोस् त रमाइलो रहेछ होइन यहाँ त डोको पनि डस्टबिन हुँदो रहेछ त्यो त बनाइसे भइहाल्छ नि अहिले त बाटो राम्रो आयो त यही बाटो आऊ र यही त हो बाटो एउटा छ अनि चिल्लरहरूको बतन दियो नि त अघि बाटो पुरै बाटो एउटा थियो अघि आएको थियो अनि त्यो बच्चाहरू कुद्या थिए स्कुल बच्चाहरू वाह हेर्नुहोस् त बाटो यस्तो बाटो यस्तो राम्रो यस्तो हन्सी मान्छेलाई नि एउटाले पठाउँदैन अनि के भन्नु मान्छे त हिँड्छे भने हेर्नु त हेर्नु भाइ हो गाउँको ह्यान्डसम छ तर बाटो राम्रो बनाएको छ है यो पानी नाला सब तल जान्छ है बोकेर है हेर यत्रो नाला दुई पनि नाला छ यो नालामा पनि यसमा पनि जान्छ नाला मात्रै जान्छ भन्ने ग्यारेन्टी छैन वाह कुकुर पनि आएको छ है वाह पप्पी आउँदैछ उकालो पप्पी उकालो आउँदैछ यो यता गइदिएन घर यतैको स्थानीय होला यतैको स्थानीय होला यो पप्पी के छ खानेकुरो छैन आज त छैन पप्पी खानेको छैन माथि जान्ला हो घुम्न ए अर्को आएछु कालो पप्पी नै आएछ कालो पप्पी नै माथि जाँदैछ मणिचुर दहतिर एउटा माथि गयो पप्पी जा माथि छ अब हामी तल झरेर बाटो आइपुग्नु लाग्यो बाइक पार्किङ भएको ठाउँमा यहाँ चाहिँ आर्मीले भिडियो गर्न नदिनेछ मलाई त डिलिट गर भिडियो भन्दै थियो कहाँ भिडियो डिलिट गर्नु हजुर यो त म त तलबाट आएको सामोसीबाट आएको भिडियो 1 घन्टाको छ डिलिट गर्न मिल्दैन तपाईँको काटौँला भनिदिएको छु यहाँ छ आर्मी भेडाहरू